हामी थमाङदेखि गर्दिङको वेलकम छ है सबैलाई मेरो ब्लगमा हैन कहाँ जान लाग्यो हामी आज हामी थमाङदेखि जलजला आज कहाँ हो र हामी अहिले माडीचौरमा हैन माडीचौरबाट अब हिँड्न लागेको अब गाडी आइसकेको छ गाडी चढेर अब हामी फर्स्ट डेस्टिनेसन थवाङ लेट्स सी a lot of adventurous was waiting for us. बाबा धेरै इंग्लिश बोल्थेन आइसले अब यस्तो हो अब It's me Ashish Colonel, one of the इन्ट्रोडक्सनमा पनि तैले इन्ट्रोडक्सन भन्न सकेन भने थेसिस कसरी प्रेजेन्टेसन गर्यो होला है त्यही भएर पहिला बोलेर अड्केर त्यहाँबाट नर्भस भएर टेन्सन नगरेर बाबु हामी सबै यही छौँ किन डरा छौ भनेसी अलिअलि टुटेफुटे इङ्ग्लिस भनेर सर्दै स्लाइड पढ्ने हो म अब म भनेर म होइन तर को भन्ने सबैलाई थाहा छ हेर अब अरूले जे भने म तेरो सपोर्ट गर्छु त्यति बेला मैले भनेको हो है नाति गन्थे म छु भनेर हो कि होइन भन् त भन्न त्यति भनिस् र म त आहा कस्तो त भयो थियो आहा होइन र कति सानो गाई रहेछ है लुटिँदैन नि हटिन्छ है हटिन्छ अब तँलाई म भोजपुरमा सिकाउँछु है ल हामीले सब थमाङ जलजला रुकुम पुसुम जातरी कैसा लगा था सब ठीक लगा था मैले लागेको है के छ नि थवाङ के रे कुन गाउँ रे गर्दिङको खाना कस्तो लाग्यो मिठो छ नि होटल पनि अलि अन्ना युनिक तरिका छ हैन र कति कर्ना भयो र हामी आएको 6 घण्टा हैन र हिँड्यो 6 घण्टा भयो यार 6 घण्टामा कस्तो भयो र हाम्रो यात्रा रमाइलो भयो अलि मान्छे अलि ठुलो जिप सानो भएर अलि खुट्टा कुचुक्क भएर तर ओभरअल राम्रो भयो